मलाई यो केटा मान्छेहरु देखेर अचम्म लाग्छ कि अचम्म लाग्छ। विश्वास गर्दै गर्दैनन् है, गरेपछि यसरी विश्वास गर्छन् कि यसरी विश्वास गर्छन्, अचम्म लाग्छ मलाई। श्रीमतीको नाममा प्रपर्टी किन्छन्, श्रीमतीको नाममा अब फ्याक्ट्री खोलेको छ भने फ्याक्ट्री राख्छन्, कुनै उद्योग धन्दा छ भने त्यो पनि श्रीमतीको नाममा ओपन गरे हुन्छ। अब त्यो केही कर ट्याक्स अथवा महिलाको नाममा गर्यो भने केही कुराहरु छुट छ भनेर त्यसो गर्ने होला है। तर त्यो श्रीमतीको दिमागमा यस्तो यस्तो कुरा खेलिरहेको हुन्छ नि, त्यो श्रीमानलाई थाहा पनि हुँदैन के। एकदम सोझो देखिने श्रीमानको अगाडि, एकदम सोझी हुने, जे भन्यो त्यही मान्ने हैन, अनि एकदम सोझी हुने, कहिले पनि श्रीमानको अगाडि चर्को स्वर पनि नगर्ने, कहिले श्रीमानले भनेको कुराहरुको अपोजिट काम पनि नगर्ने, एकदम सोझी हुने। अनि त्यो मान्छेले भित्रभित्र यस्तो प्लानहरु बनाएको हुँदो रहेछ हैन। यसलाई म यसरी डुबाउँछु कि भनेर हिँडिरहेको हुन्छन् क्या, कतिपय मैले त्यस्तो देखेको छु। अनि श्रीमानहरु चाहिँ यस्तो आँखा चिम्लेर विश्वास गर्छ श्रीमतीलाई, मतलब हुन्छ नि अब उस क्यारेक्टर नै सोझी देखाइदिन्छ नि त श्रीमानको अगाडि। त त्यस्तो हरामी छ भन्ने श्रीमानलाई यति पनि एक झल्को पनि थाहा हुँदैन के। अनि अहिले मैले रिसेन्टली मेरो लाइफमा देखेको है, एकजना दाइको, उहाँलाई श्रीमतीले सम्पत्ति पनि सबै उहाँकै नाममा रहेछ, श्रीमतीको नाममा गरिदिनु भएको रहेछ। आफूले कमाउँदाखेरि करोडौं कमाउनु भएको रहेछ, सबै श्रीमतीको नाममा। अनि अहिले आएर करोडपति मान्छे रोडपति भएछन् अहिले है। अनि मैले यही कुराहरु एक दुई जना दाजुभाइहरुलाई पनि सम्झाएँ के, अथवा भने। अनि मान्छेलाई अहिले छ नि तितो छ नि, तितो सत्य भन्छ नि, सत्य चाहिँ तितो भइराखेको छ के। म पनि केटी मान्छे हो एउटा हैन, म पनि छोरी मान्छे हो। म छोरी मान्छे भएको भएर छोरी मान्छेको सपोर्ट गर्दिन। हामी केटी मान्छे 99% रङ छौं के। हामी केटी मान्छेकै कारण घर बिग्रिन्छ, हामी केटी मान्छेकै कारण यो समाज बिग्रिन्छ, हामी केटी मान्छेकै कारण एउटा बिहे गरेर ल्याइसकेपछि, छोराले एउटा बिहे गरेर ल्याएपछि त्यो घर परिवार टुटफुट हुन्छ, झै झगडा हुन्छ। आफूले जन्म दिने बाउमा पनि उसलाई शत्रु जस्तो लाग्न थाल्छ। एउटा केटी मान्छे राम्रो विचारको, राम्रो व्यवहारको घरमा बिहे गरेर ल्यायो भने टुटेको जुन नाताहरु छन् त्यसलाई पनि जोड दिन्छ त्यो छोरी मान्छेले। यदि छोरी मान्छे गतिलो छैन, उसको विचार राम्रो छैन, उसको नियत राम्रो छैन भने जोडिरहेको परिवार पनि तोड्दिन्छ। अनि केटा मान्छेको मन यस्तो हुन्छ कि खेलौना जस्तो हुँदो रहेछ के। केटी मान्छेको इशारामा नाच्छ कि केटा मान्छेको के भन्ने हो मन। अचम्म लाग्छ मलाई। मेरो श्रीमतीले के भन्दैछ, के राइट के रङ त्यो पनि छुट्याउन नसक्ने नि हुन्छ त। घरमा परिवारमा भड्कायो भन्दैमा, अनि आफ्नो आमा बाउ जन्म दिने बाउ आमालाई हैन, कति त ल बाउ आमा नै रङ हुनुहुन्छ, बुहारी देख्नै रुचाउनु हुन्न होला, के होला, त्यो बुझ्नु पर्यो नि त केटा मान्छेले पहिला। मेरो बुवा मम्मी पो रङ हो कि अथवा मेरो श्रीमती पो रङ हो कि, त्यो छुट्याउन सक्नु पर्यो नि त। परिवार तहस नहस क्या। राम्रै बाउमा पनि राम्रै सास ससुरा पनि शत्रु जस्तो बनाइदिन्छन् है त्यो छोराको अगाडि। छोरा बोल्न तक छोड्दिन्छ आफ्नो बाउमासँग। यस्तो हुन भएन के। 99% केटी मान्छेकै कारणले यो संसार बिग्रेको जस्तो लाग्छ कि मलाई चाहिँ है। अनि यो केटा मान्छेको मन फेरि अन्ध न धन्धोसँग हिँड्छ के, हावा तालमा। यसले भने नि हुने, उसले भने नि हुने। अलिकति आफ्नो पनि माइन्ड युज गर्नु पर्यो के। हेर्दाखेरि चाहिँ केटा मान्छे यस्तो चलाक, यत्रो करोडौं अर्बौं पैसा कमाएको हुन्छ हैन, आफ्नै माइन्ड लगाएर यस्तो स्ट्रगल गरेर आफूले दिमाग लगाएर रात दिन खटेर पैसा कमाउँछ। तर यति कुरामा चुक्यो भने सिद्धिँदो रहेछ केटा मान्छेको लाइफ। त्यही भएर श्रीमती हो, माया गर्नुपर्छ, ट्रस्ट गर्नुपर्छ, विश्वास गर्नुपर्छ। विश्वासले नै सम्बन्ध अगाडि बढ्ने आफ्नो ठाउँमा छ के। तर कति हदसम्म विश्वास गर्ने, के कुरामा विश्वास गर्ने। हामी मान्छे हो, बुझ्नुभयो। म पनि मान्छे हो, सबैजना मान्छे हो। मेरो पनि कति बेला दिमाग खुस्किन्छ। त्यो हुन्छ नि दिनमा कति सेकेन्ड आउँछ अरे त मान्छेको दिमाग खुस्किनलाई। मेरो नि खुस्किन सक्ला अथवा अरूको खुस्किन सक्ला। जसले आफ्नो श्रीमतीलाई 100% दिएर विश्वास गरेछ, अब उसको श्रीमतीको नि दिमाग खुस्किन सक्ला अथवा आफ्नै दिमाग खुस्किन सक्ला।
केही ग्यारेन्टी छ त लाइफमा? यस्तो थियो, फलानाको सम्बन्ध यस्तो भयो भन्छन्, श्रीमानले यसरी घात गरे भन्छन्, श्रीमतीले यसरी घात गरे भन्छन्। त्यो म यसरी सोचेर यसरी यति वर्षपछि यसरी यस्तो गर्छु भनेर त कसैले प्लान गरे हुन्न नि, होइन? एउटा समय आउँछ दुईजनामा एकजना राम्रो नलाग्न सक्छ, यसको विचार अर्कोसँग मिल्दैन, त्यो नराम्रो लाग्न सक्छ। हामी मान्छे हो, हरेक कुरा हुन सक्छ के। त्यही भएर त्यो कुराको लागि हामी अगाडि नै प्रिपेयर हुँदै लाइफ जिउनु पर्छ के। आफू बाहेक अरूलाई विश्वास गर्ने जमाना छैन, आँखा चिम्लेर यसरी हिँड्ने जमाना छैन क्या। त्यही भएर प्रपर्टी श्रीमतीको नाममा राख्दा पनि अलिकति सोचेर भोलिको दिनमा अदालत धाउन, पुलिस स्टेसन धाउन, दुनियाँ दुःख पाउनबाट बच्नुहोस्। अलिकति आफ्नो नाममा पनि राख्नुहोस्, होइन? कति दुःख गरेर पसिना गरेर रात दिन नभनिकन कति गरेर तपाईँ केटा मान्छेले नै हो नि कमाउने त, होइन र? त्यही भएर यति सोच्ने गर्नुहोस् के। मैले सडकमा आएको देखाएको छु कि एकजना दाइलाई, है, मेरो आँखाले त एकजना देखेँ। त्यस्ता घटना त कति छन्, कति त हामीले सुनिएको पनि राखेका छौँ, न्युजमा नि छ, है। छोरी मान्छेको मन कमलो हुन्छ भन्छन्, आजकल छोरी मान्छेको मन ढुङ्गा पत्थर भएको छ के, पत्थर भएको छ। कति घटना सुनिन्छ, बिहे गर्नकै लागि बच्चा घाँडो भएर बच्चा पनि मारेका छन् छोरी मान्छेहरूले। छैनन् कमलो मन, छैन। यो संसार सिद्धिने अवस्थामा छ। त्यही भएर कसैले विश्वास नगर्नुहोस्। अनि राम्रो कसैले अर्थी उपदेश दिन्छ भने पनि अलिकति लिने गर्नुहोस् के, अलिकति लिने गर्नुहोस्। तपाईँकै लागि भने हुन्छ, भोलि गएर रुँदै हिँड्ने अवस्था नआओस्। म जति नै पावरफुल हो, मै हुँ भने पनि केटी मान्छेको बुद्धि सिद्धिएर एकापट्टि केस हालिदिएर एकपट्टि गरेर डिभोर्स माग्यो, अथवा तपाईँलाई अनेक घराइसी हिंसा के भन्छन् त्यस्तोमा तपाईँलाई लतार्यो भने नि तपाईँ जस्तो सुकै मान्छे पनि रुनु पर्ने दिन आउँछ कि। त्यही भएर अलिकति आफू बाहेक घरमा अरू मान्छेलाई अलिकति विश्वास गर्नुभन्दा अगाडि अलिकति हुन्छ नि, हार्टको होइन कि माइन्ड युज गर्ने गरौँ, है। माया पनि गर्नुपर्छ, विश्वास पनि गर्नुपर्छ, प्रेम गर्नुपर्छ आफ्नो सम्बन्धमा। त्यो आफ्नो ठाउँमा छ, तर कति लिमिटसम्म भोलि गएर यस्तो पनि होला कि भनेर त पहिल्यै सोच्नुपर्छ कि, है।